कसम यहाँ होइन बत्ती बलिरहेको छ होइन लक लागेको छ क्या जापानमा नि यस्तो हुन्छ र भनेको यार कोही मान्छे रहेछ नि त हुन्छ त यार यस्तो यहाँ देखाउ त कोही छैन क्या कसम भूत अनि लक लाग्छ यार यस्तो मेरो आमा मात्र अर्को होइन त्यही भएर केटीहरू छ भने चाहिँ ध्यान दिए हो आफै लक लाग्छ कहिलेकाहीँ टोइलेटमा बेला बेलामा पनि लागिरहेको हुन्छ यो चाहिँ कन्टेन्टको लागि सुट गरिदिएको जापान हुनेहरूले चाहिँ यो सेयर गर्नु होला कोलाई यस्तो भयो म चाहिँ 3 चोटि परेँ डर लाग्छ नि यार एक्लै भन्छ सोच साथी कस्तो हुन्छ यसमा मेरो त असम्भव छैन मेरो 3 चोटि भइसक्यो यो शुद्ध 3 चोटि भयो क्या यहाँ लक लाग्यो हुन्छ होइन मान्छे कोही हुन्न के एक्लै हुन्छ होइन एकचोटि त मैले के गर्दा चक्कु लिएर आयो होइन यस्तरी खोली होइन मान्छेले चाहिँ मारिदिन्छु भनेको क्या लाग्दा त कोही नि छैन के भित्र त जापानमा बेला बेला लड्छ